कसैको भित्र माया जगाएर उसलाई छोडिदिनु उसको हत्याको बराबर हुन्छ। सम्बन्ध त्यो हुँदैन जुन संसारलाई देखाइन्छ, सम्बन्ध त्यो हुन्छ जुन दिलसँग निभाइन्छ। आफ्नो भन्दैमा कोही आफ्नो हुँदैन, आफ्नो त त्यो हुन्छ जसलाई दिलदेखि स्वीकारिन्छ। न त माया मागेर पाइन्छ, न त माया भागेर गुमाइन्छ। तपाईलाई अभाव छ भने नसोचिकन आइपुग्छ, तपाईलाई अभाव छैन भने भएर पनि गुम्छ। हरेक पटक उसलाई माफ गर्दै रहे, तर केही यस्तो कुरो गर्यो उसले कि मलाई आफ्नो पसन्ददेखि नै नफरत भएछ। जिन्दगीमा कसैको साथ नै धेरै हो, काँधमाथि कसैको हात नै धेरै हो। टाढा हुनुस् या नजिक हुनुस् के फरक पर्छ? अनमोल सम्बन्धको त बस अनुभूति नै धेरै हो। गलत बाटो, गलत मान्छे, गलत परिस्थिति र गलत अनुभव पनि जिन्दगीमा आवश्यक हुन्छ। यही हामीलाई सिकाउँछ कि हाम्रो लागि के सही हुन्छ। दिलमा सन्तुष्टि हुनुपर्छ, बाँकी मान्छे त महलमा पनि रोइरहेको हुन्छ। जिन्दगीको यात्रा पनि विचित्रको हुन्छ, बिना केही लिएर आउँछ। हरेक चिजको लागि लडाई झगडा गर्छ र अन्तमा सबै थोक छोडेर जान्छ। हरेक दुःखको दस्तावेजमाथि आफ्नै हस्ताक्षर हुन्छ। व्यवहार नै त्यो दर्पण हो जसमा कुनै पनि मान्छेको अहङ्कार र संस्कारको थाहा हुन्छ। कर्मको फल सिधा नै हुन्छ, छलको फल छल नै हुन्छ। आज नभए भोलि अवश्य सार्थक हुन्छ। मान्छे जति नै धनी किन नहोस्, दुःख बेच्न सक्दैन र शान्ति किन्न सक्दैन। जीवन सबैको लागि समान हुँदैन। जुन चिज आफूसँग छ त्यसको सम्मान गर्नुपर्छ। जीवन त्यसै सहज हुन जान्छ। बिखमा पनि यति बिख हुँदैन जति केही मान्छे अरूको लागि आफ्नो दिलमा राखेको हुन्छ। जीवनको सबैभन्दा महँगो वस्तु हो तपाईको वर्तमान, जुन एक पटक गएपछि फेरि पुरै संसारको सम्पत्तिबाट पनि हामी त्यसलाई किन्न सक्दैनौँ। हाँस्दै रहनुहोस्, चिन्ता गर्नको लागि बुढेसकाल अवश्य आउनेछ। जब कसैको सङ्गतले तपाईको विचार शुद्ध हुन लाग्यो भने बुझ्नु कि ऊ कुनै साधारण मान्छे होइन। हाम्रो जिन्दगीको सबैभन्दा खराब र बेकार दिन त्यो हुन्छ जुन दिन हामी हाँस्दैनौँ। मान्छेलाई यसरी बुझ्नुस्, कोही सानो कुरोमा पनि रिसाउँछ भने उसलाई मायाको आवश्यकता हुन्छ। कोही रुँदैन भने ऊ कमजोर हुन्छ। यदि कुनै मान्छे धेरै हाँस्छ भने ऊ बेकारको कुरोमाथि धेरै हाँस्छ भने ऊ भित्रै एक्लो हुन्छ। कोही असामान्य ढङ्गले खाना खाइरहेको छ भने ऊ परेशान हुन्छ। कसैलाई सानो कुरोमा रुन आउँछ भने ऊ मासुम र साफ दिलको हुन्छ। मूल्यवान गुणले जीवनको मूल्य बढाउँछ। मुस्कान हाम्रो अनुहारको मूल्य बढाउँछ। प्रेम हाम्रो हृदयको मूल्य बढाउँछ। साँचो कुरो हाम्रो विचारको मूल्य बढाउँछ। आदर हाम्रो संस्कारको मूल्य बढाउँछ। इमान्दारी हाम्रो व्यवहारको मूल्य बढाउँछ। मधुरता हाम्रो वाणीको मूल्य बढाउँछ। ज्ञान हाम्रो अभिप्रायको मूल्य बढाउँछ। संयम हाम्रो चरित्रको मूल्य बढाउँछ। मित्र र परिवार हाम्रो जीवनको मूल्य बढाउँछ। सुख रहने मूल मन्त्र, मन जोसँग मिल्छ सम्बन्ध राख्नुस् उसैसँग। जहाँ कद्र हुँदैन त्यहाँ नजानुस्। जो सुन्दैन उसलाई सम्झाउनु हुँदैन। जे पच्दैन त्यो खानु हुँदैन। जो सत्यमा पनि रिसाउँछ उसलाई मनाउनु हुँदैन। जो नजरबाट गिरेको छ उसलाई उठाउनु हुँदैन। जीवनमा गाह्रो भए चिन्तित हुनु हुँदैन। मौसम जस्तै जुन मित्र परिवर्तन हुन्छ त्यसलाई मित्र बनाउनु हुँदैन। रोगबाट बच्नु छ भने पैदल हिँड्नुस्।
वर्षौंदेखि सुन्दै आउनु भएको होला कि पैदल हिँड्नु स्वास्थ्यको लागि राम्रो हुन्छ। यो कति राम्रो हो, अब यसैबारे केही जानकारी लिनुस्। सप्ताहमा 2 घण्टा हिँड्नु भयो भने ब्रेन स्ट्रोकको खतरा 30% सम्म कम हुन्छ। सप्ताहमा यदि तपाईँ 3 पटक 40-40 मिनेट हिँड्नु भयो भने दिमाग तेज हुन्छ। दिनमा यदि तपाईँ 30 मिनेट हिँड्नु भयो भने डिप्रेसनको खतरा 36% तल हुनेछ। सप्ताहमा अधिकांश दिन 30 देखि 60 मिनेट हिँड्नु भयो भने हृदयघातको खतरा घटेर जान्छ। सप्ताहमा 4 घण्टा हिँड्नु भयो भने हिप फ्र्याक्चरको खतरा 43% सम्म कम हुनेछ। हरेक दिन 1 घण्टा हिँड्नु भयो भने मोटापाको डर 50% समाप्त हुनेछ। आफूलाई कसरी परिवर्तन गर्ने? खराब मान्छेको सङ्गत छोड्नुस्, आफ्नो समय बर्बाद गर्न छोड्नुस्। तपाईँ सबै मान्छेलाई खुसी गर्न सक्नुहुन्न। रहनसहनको तरिका परिवर्तन गर्नुस्, सकारात्मक सोच राख्नुस्, आध्यात्मिक बन्नुस्। जिन्दगी जिउने 7 तरिका। 1. जब एक्लै हुनुहुन्छ भने आफ्नो गलत विचारलाई कन्ट्रोल गर्नुस्। 2. जब तपाईँ साथीसँग हुनुहुन्छ भने आफ्नो जिब्रोमाथि कन्ट्रोल गर्नुस्। 3. जब तपाईँ रिसाएको हुनुहुन्छ भने आफ्नो निर्णयमाथि कन्ट्रोल गर्नुस्। 4. जब तपाईँ ग्रुपमा बसिरहनु भएको छ भने आफ्नो व्यवहारमाथि ध्यान दिनुस्। 5. जब तपाईको बारे कसैले राम्रो कुरो गर्दैछन् भने आफ्नो घमण्डमाथि नियन्त्रण राख्नुस्। 6. जब तपाईको बारे कसैले नराम्रो भन्यो बोल्यो भने आफ्नो भावनामाथि नियन्त्रण राख्नुस्। 7. तपाईँ त्यही गर्नुस् जुन तपाईलाई अत्यधिक मन पर्छ। साइकोलोजीको अनुसार जो तपाईसँग हुन्छ उसँग तपाईँ सबैभन्दा टाढा हुनुहुनेछ, किनकि जो तपाईसँग हुन्छ ऊ कमन हुन जान्छ र तपाईँ ऊमाथि ध्यान दिन बन्द गर्नुहुन्छ। तपाईको ध्यान केवल त्यो मान्छे र त्यस चिजमाथि धेरै हुनेछ जो तपाईदेखि टाढा हुनेछ। जुन स्त्री तपाईको यी 3 प्रश्नको जवाब दिन्छ भने उसको मायामाथि कहिले शंका नगर्नुहोला। पहिलो प्रश्न, तिमी ममा के मन पराउँछौ? यदि ऊ बिना सोचेर दिलदेखि नै जवाब दिन्छ र उसले तपाईको बानी, सोच र कमजोरीसम्म समावेश गरेर भन्छ भने बुझ्नुस् कि माया साँचो हो। दोस्रो प्रश्न, यदि मसँग केही पनि भएन भने तब पनि मसँगै रहन्छौ? यदि उसले भन्छ हो, किनकि मलाई तपाईको दिल चाहियो, तपाईको साथ, न कि तपाईको सम्पत्ति या हैसियत, अनि ऊ माथि शंका गर्नु मूर्खता हो। अनि तेस्रो प्रश्न, के तिमीलाई मेरो सबैभन्दा कमजोर कुरो थाहा छ? यदि उसले हो भनेर मायासँग स्वीकार छ भने विश्वास गर्नुस् त्यो माया बिना शर्तको हो। हरेक दिन केही नयाँ सिक्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्नुस्।